सुन न मेरी बहिनी पनि आयो कि तिमी बहिनी आयो कि सबै कुम्लाको गाएर पठाउनु पर्ने अहिले मेला तोरी गोड्ने बेला भयो अहिले यिनीहरू केही बाहना पाउनन् स्कुलका छुट्टी छन् पहिलाको केटाकेटी पढाइ बिग्रिन्छ भन्थे भन्थे त्यही भएर तोरी गोडाउनु पर्यो तोरी गर्न त मेरी बहिनीले काम गर्न जाने इज्जत छैन नि जान्छ गरी छैन ए त्यसो भए मेरी बहिनी मात्रै लाने मेला कस्ती हो है 2 दिन यसो गर्ने यही हो कि बुढाबुढी जहिले पनि खेतकारी गर्दै सुन्यौ म तोरी गोड्न गएँ है म पनि जान्छु पर्दैन तिर्का दिदी बहिनी बसेर उनी सबै बसेर त्यही खाऊ म गएँ त त्यही झगडा गर्यो गरी यसो यस्तो तोरी पाकेर यस्तो छ दाइले एक्लै गरेको देख्दा त म नै मानेन मेरो दाइ आए म त हामी अब तिम्रो अब जाने बेला भएछ भनेर हो र केही हुन्न दाइले गरेको देख्ने गोड्न त बसेर उनी गफ गरे अब हुन त गर केला आउन पर्छ यहाँ गर्छौँ हामी पनि आइम गोड्न काम त गर्छौँ गर बस हामी दुई बहिनीले गर्छौँ हामी नि गर्छौँ